नमस्ते सबैजनालाई वेलकम टु ब्याक माई युट्युब च्यानल। अनि म छु आज अहिले ठ्याक्कै गुराँसे बुक क्याम्प। अनि बिहानको इन्भाइरोमेन्ट आजको मौसम चाहिँ एकदम राम्रो छ, खुलेको छ, जताततै पनि खुलेको छ भनौँ, राम्रो छ। अनि कता कता चाहिँ कुहिरोले लुकामारी खेलिरहेको, जहाँ थबाङदेखि यता उवातिर चाहिँ तल कुहिरोले लुकामारी खेलिरहेको छ भने चाहिँ आजको मेरो यात्रा चाहिँ यहाँ गुराँसेको बाङखर्कदेखि गुराँसे बुकी क्याम्प बाङखर्कदेखि चाहिँ टिकाचुली जन्त्रेसम्म हुनेछ। र त्यो बिचमा चाहिँ जुम्ले पानी अनि डाँडाखर्क त्यो त्यहाँतिरको चाहिँ भुइँफुलहरू चाहिँ केही मात्रामा होला। अस्ति बेला चाहिँ राम्रै थियो, अहिले पनि केही मात्रामा होला। म देखाउने छु भिडियोमा। हस्त अब मेरो यात्रा यहाँदेखि सुरु हुँदैछ। अहिले चाहिँ हामी ठ्याक्कै यो डाँडाखर्कको माथिको डाँडामा छौँ, जहाँ सिस्ने हिमाल देखिरहेको छ त्यहाँ। अनि अन्य चुचुरोहरू पनि देखिरहेको छ। कसैमा हिउँहरू छ, कसैमा छैन। अनि घामले गर्दाखेरि चाहिँ त्यो कता कालो कता उज्यालो चाहिँ भइरहेको छ। आजको दिनमा चाहिँ मौसम चाहिँ एकदम खुलेको छ, राम्रै देखिरहेको छ, क्लियरै देखिरहेको छ भने जस्तो नै छ। अनि हामी हिँड्नेछौँ, हामी टिकाचुली पुग्नेछौँ। अनि टिकाचुली र जन्त्रे पुग्नेछौँ र अहिले चाहिँ आटी बाटोमा छौँ, जहाँ गुराँसे बुकी क्याम्प बाङखर्कदेखि चाहिँ हाम्रो यात्रा अहिले चाहिँ ठ्याक्कै केही अगाडि बाङखर्कदेखि केही अगाडि डाँडाखर्क अब क्रस गर्न लाग्यौँ र अब त्यहाँदेखि हुनेछ हाम्रो यात्रा। हस्त है त। जुम्ले पानी भन्दा केही अगाडि। अनि यहाँदेखिको भ्यू चाहिँ बवाल देखिरहेको छ। यस्तो इन्भाइरोमेन्ट चाहिँ आज यस्तो राम्रो गरिदियो कि बवाल खुल्यो कि मौसम चाहिँ भने जस्तो नै भयो। यो सिजो आएर बसियो क्याम्पमा पनि करिब एक हप्ता जति भयो नआएको, त्यसपछि बल्ल। अनि यहाँको भुइँ फुलहरू चाहिँ यस्तो रहेको छ, अघि मैले भनेको थिएँ यस्तो। अनि यो खालको फुलहरू फुलेको छ, यहाँदेखि एन्टी परिरहेको छ। अनि फुल्यो त्यहाँ हिमाल। अनि यो फुलहरू पनि अठा दामी। यसमा चाहिँ योभन्दा पहिले चाहिँ अर्कै खालका फुलहरू फुलेको थियो, धेरै मात्रामा थियो। अहिले चाहिँ यो खालको फुलेछ।
अनि हल्का मात्रामा छ, कम मात्रामै छ। अस्तिदेखि चाहिँ बढी मात्रामा थियो यो क्षेत्रमा फुल। अलराइट गाइस, ठ्याक्कै अहिले हामी चाहिँ जुङ्ले पानी लिएर आइसकेका छौँ। जहाँ जुङ्ले पानी चाहिँ जुङ्ले पानी भन्नाले चाहिँ एकै ठाउँ र छेउ यस्तो ठाउँबाट चाहिँ दुईवटा मुहान रहेको छ र त्यस कारणले चाहिँ यो ठाउँलाई चाहिँ जुङ्ले पानी भनेको, ट्विन्स पानी बग्ने गर्छ। त्यही भएर चाहिँ जुङ्ले पानी भनिएको। र यहाँदेखिको इन्भाइरोमेन्ट, यहाँदेखिको भ्यू चाहिँ एकदमै राम्रो देखिरहेको छ, मनमोहक भइरहेको छ, जहाँ जसलाई पनि मन लगाउने रहेको छ। हिमाल, सिस्ने हिमाल अनि पुठा हिमालहरू, निलगिरी, माछापुच्छ्रेहरू देखिरहेको छ। तर हामी टिकाचुलीदेखि चाहिँ एकदम राम्रो देखिनेछ। तर त्यहाँसम्म पुग्दाखेरि चाहिँ कुहिरोले ढाक्ने जस्तो सम्भावना रहेको छ। तैपनि हामी टिकाचुलीसम्म पुग्नेछौँ, के हुन्छ हेरौँ है त। पानीको मुहान त्यहाँ देख्न सकिन्छ भने चाहिँ हामी छौँ यता डाँडा। अनि हामी चाहिँ त्यहाँ क्याम्पदेखि आएको, जहाँ बाङखर्क त्यहाँ देख्न सकिन्छ। अनि यहाँदेखि आएको, अनि हामी फोटो खिच्दै भिडियो बनाउँदै आउँदाखेरि चाहिँ अलिकति समय लाग्यो। अनि साथीहरू चाहिँ माथि टिकाचुली पुगिसकेका छन्, हामी यहीँ छौँ। र अब हामीहरू पनि अब सायद अन्तिम फोटो भिडियो चाहिँ अब नखिच्ने नै भनिरहेछौँ। माथिको हिमालकोलाई चाहिँ अहिले कुहिरोले ढाक्न सुरु गरिरहेको छ, जहाँ कुहिरोहरू उठिरहेको छ। र त्यहाँसम्म पुग्दाखेरि चाहिँ कस्तो हुनेछ हेरौँ। पुग्यो भने, त्यहाँ पुग्दाखेरि ढाक्यो भने ढाक्ने नै भयो, अब ढाकेन भने चाहिँ हल्का भिडियो मार्फत रहेको छ। त्यो हिमालहरू सिस्ने हिमालय भइगयो। अनि बादलहरू पनि कस्तो राम्रो भएको छ क्या, हिमालहरू जस्तै चुचुरोहरू जस्तै भएको छ। अनि त्यहाँ देखिरहेको छ त्यो कुहिरो लागेको बिचमा सेतो, त्यो सिर्पन झरना हो। एक दिन म त्यहाँ पुग्नेछु साथीहरू। त्यहाँको भिडियो चाहिँ घरदेखि गएको मैले भ्लग नै बनाएर हाल्ने भनिरहेको छु। अलि ठुलो होस् त्यो झरना। त्यही हो गाइस, टिकाचुली अब त्यहाँ लेमन भाइ त्यहाँ गइरहेको छ। अनि म चाहिँ यहाँ। त्यो आज चाहिँ मौसमले एकदम साथ दिएकै भनौँ। अहिलेसम्म कुहिरो लागेको छैन यो ठाउँमा। माथि हिमालहरू पनि हल्का देखिरहेको छ, तर हामी टपसम्म पुग्दाखेरि चाहिँ कुहिरोले ढाक्न सक्छ।
तै पनि अहिलेसम्म चाहिँ त्यस्तो छैन। हल्का चुचोरोहरू देखिरहेको छ भने चाहिँ टिकाचुली आइपुग्यो। अनि टिकाचुलीको चाहिँ साइडमा यस्तै भुइँ फुलहरू चाहिँ फुल्न लगाएको रहेछ, फुलेको रहेछ, बवाल रहेछ टिकाचुलीको स्तम्भ। अनि हिमालहरू त्यहाँ, तर कुहिरोसँगै हिमाल एउटै एउटै रेन्जमा देखिन थाले रहेछ। अहिले त सिस्नियामा पनि लागेको। त्यही हो गाइस लुकुमको हाइवे। यो चाहिँ टिकाचुलीमा आइसकेका छौँ। यो टिकाचुलीको बोर्ड देख्न सकिन्छ, जहाँ 3618 मिटरको उचाइमा रहेको छ समुद्री सतहदेखि। त्यति हाइटमा रहेको छ र उहाँको सबैभन्दा चाहिँ हाइट भनेको यही नै हो, उहाँको टप स्थान। अनि त्यहाँ देख्न सकिन्छ त्यहाँ जलाकी स्तम्भ। अनि यहाँदेखिको इन्भाइरोमेन्ट चाहिँ बवाल देखिरहेको छ। लागिसक्यो। अब हामी फर्किँदैछौँ अब टिकाचुलीबाट चाहिँ। अब अनि रेमनको यात्रा चाहिँ यहाँदेखि अब पूर्वी रुकुम हुँदैछ, जहाँ बागलुङ पूर्वी रुकुम हुँदै रेडी हुँदैछन् भने चाहिँ अब हामी जन्त्रेदेखि छुट्दैछौँ। यता साथीहरू अनि हाम्रो यात्रा यतै क्याम्पतिर हुन्छ भने क्याम्पतिर, अनि घरतिर हुन्छ भने रेमनको यात्रा चाहिँ करिब 1-2 हप्ता चाहिँ पूर्वी रुकुम बागलुङमै हुनेछ सायद। अब चाहिँ हामी भेट्नलाई चाहिँ अलि समय लाग्ला, करिब महिनौ नै लाग्ने हुन्छ होला अब भेटघाट। ल त छुट्टिम अब। बाटोमा कुकुरले नगचारोस्, त्यही हो। त्यस्तै कुकुर अघि किराले त पुसिसार राख्यो, अब कुकुरले नगर्छ भन्ने। कुकुरहरू हुन्नन् होला भाइ, हजुर कुकुरहरू हुन्नन् होला। दिउँसो त खासै फरक नपर्ला। त्यही हो गाइस, मेरो भिडियो पनि अन्त्य भयो। हस्त गाइस।